सो वेलकम टु माई भिडियो। सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आज चाहिँ भाउजू र म चाहिँ भदै भतिजको बर्थडे खान हामी जाँदैछौँ। जाँदै गर्दाखेरि यहाँ बिचमा दिलासँग भेट भयो अनि खुसी हुँदै हामी चाहिँ यहाँनिर कुराकानी गर्दैछौँ। अनि त्यसपछि यहाँको भिडियो बनाउनु है भनेर चाहिँ भाउजूलाई यहाँको हरियाली बनाउनु भने आफ्नै भिडियो बनाएर छैन। अनि त्यस पछाडि चाहिँ आज चाहिँ म भिडियो चाहिँ खासै हाल्न त मन परेको त थिएन, किनभने यस्तो ब्याड न्युज छ कि आजको दिन त कालो दिनै जस्तो लाग्छ। हामी जनता, हामी नेपाली जनता अथवा चिनका पनि धेरै नै बित्नु भएछ। म यो न्युज चाहिँ म घर आइकन मात्रै थाहा पाएँ, किनभने म छिटै नै निस्केको थिएँ 9:30 बजीतिरै होइन। अनि त्यस पछाडि अब यो प्रकृतिसँग चाहिँ कसैले पनि के गर्न सकिँदैन, सिधै हात उठाउँदा हुन्छ, किनभने उसले सोचिसकेपछि चाहिँ एकदमै धेरै त्यो केही गरेर पनि हुँदैन। उसले सोच्यो कि सोच्यो। अनि म चाहिँ प्रकृति पूजक पनि हो, त्यसैले गर्दा प्रकृतिले सोचिसकेपछि त सक्यो नै। अनि त्यसो भन्दै हामी चाहिँ पुग्यौँ यहाँनिर चाहिँ रोहितको सम्झना दिदीको छोराको बर्थडे थियो आज, जेठो छोराको। अनि बर्थडे सेलिब्रेसन गर्दै हामी चाहिँ रमाइलो गर्दै चाहिँ यहाँनिर चाहिँ पुरै केक सेक काट्दै होइन। अनि यहाँनिर भाइलाई त छोरालाई त पुरै भुतै बनाइदिएछ। अनि त्यस पछाडि चाहिँ मलाई पनि यस्तोरी लगाइदिनु भएछ त्यहाँनिर। अनि त्यस पछाडि चाहिँ यहाँनिर फोटोसोटो यताउता नक्कल पार्दै खिच्यौँ। अनि त्यस पछाडि चाहिँ यहाँनिर चाहिँ अब उसको मम्मीले आशीर्वाद दिँदै यहाँ केक खुवाउँदैछ आमाले छोरालाई अनि छोराले आमालाई। अनि त्यस पछाडि यहाँ भाउजूले गरेर आफै खाइराख्नु भएको छ गिफ्ट दिनुभन्दा पहिला। अनि मेरो पालोमा चाहिँ म पनि यहाँनिर अब अलिकति निकालेर होइन अलिकति खानै पर्यो होइन। त्यसपछि साइलीले चाहिँ अब चाहिँ आँखा चिम गऱ्यो, तँलाई चाहिँ बर्थडे गिफ्ट छ भने स्पेसल गिफ्ट छ भनेपछि तैँले आँखा हेर्दैछस् भनेर मैले चाहिँ यसो भन्दाखेरि होइन हौ चिटिङ गर्दैछस् कि भनेर होइन हौ भनेर कसम होइन हौ भन्दैछ। अनि त्यस पछाडि चाहिँ यहाँनिर चाहिँ उसको आन्टीले देखेर चाहिँ हेरौँ दङ्ग परेको यस्तो महँगो अनि गिफ्ट साइली आन्टीले चाहिँ उसलाई दिएको छ। त्यसले गर्दा ऊ खुसीले आँसु झार्दैछ बिचरालाई। अनि त्यस पछाडि चाहिँ के भन्न चाहन्छस् तेरो आन्टीलाई यत्रो महँगो गिफ्ट दिएको छ, यस्तो राम्रो गिफ्ट दिएको छ भन्दाखेरि आएर बोल्नै सकेन क्या। अब एकदम धेरै भावुक भयो नि त। अनि त्यसो भन्दै हामी चाहिँ यसरी नै बनायौँ। अनि बर्थडे सड्डे अब यस्तो रमाइलै भयो भनौँ न। अनि त्यस पछाडि चाहिँ यहाँनिर उनीहरू यहाँ दुईजना चाहिँ यस्तो केक चाहिँ काटेर खुवाउँदैछ आन्टीलाई। अनि यहाँनिर म चाहिँ जिस्काउँदैछु क्या। अनि अब हेर्नु यसले चाहिँ हामीलाई चाहिँ यति दियो, हामीले थोरै गिफ्ट दिएर होला, हामीले थोरै दियो, उसको आन्टीले चाहिँ महँगो र राम्रो गिफ्ट दिएर धेरै दियो भनेर। होइन आन्टी त्यस्तो होइन, फेरि खाँदा नि भयो भन्दैछ। हामीले चाहिँ जिस्काइदिएको नि त। त्यस पछाडि चाहिँ त्यहाँको भदैको बर्थडे सकेपछि चाहिँ यता फेरि रातिको मिसकलको बर्थडे थियो। अनि मिसकलको बर्थडे पनि रमाइलोका साथ मनाइसकेर खानपिन गरिसक्यो। अनि त्यस पछाडि घर फर्क्यौँ हामी चाहिँ। अनि त्यस पछाडि चाहिँ मेरो छोरी खुसी भइन्। अनि आजलाई यति नै हो साथीहरू। अर्को भिडियोमा भेटौँ। थ्याङ्क यू।